नमस्कार, युट्युब च्यानल महेश राज गुरु हेरेर बसिराख्नुहुने समस्त दर्शक महानुभावहरूलाई यस च्यानलमा यहाँहरूलाई स्वागत छ। म ज्योतिष गुरु आचार्य महेश पौडेल आज यहाँहरूको निमित्त अत्यन्त महत्त्वपूर्ण भिडियो लिएर आएको छु। स्वप्न शकुन अनुसार, स्वप्न शास्त्र अनुसार सपनामा दही खाएको देख्नु या अरूलाई खुवाएको देख्नु यो के को लागि संकेत हो भन्ने पूर्णतः यहाँहरूको समक्ष जानकारी दिन्छु। यदि यहाँहरूले पनि सपनामा दही खाएको या दही खुवाएको सपना देख्नुहुन्छ भने यसले के को संकेत दिन्छ भन्दाखेरि यथाशीघ्र यहाँहरूको कुनै नयाँ काम सुचारू हुन सक्छ या तो कामले सफलता लिन सक्छ। यदि अरूलाई दही खुवाएको यहाँहरूले देख्नुहुन्छ भने यहाँहरूको लागि यश बढेर जान्छ। अर्थात् समग्रमा दही खाएको या खुवाएको या दही देखेको पनि सपनालाई शुभ संकेतको रूपमा लिने गर्दछ। यसले व्यक्तिको काम शीघ्रताको साथमा सफलता हुन्छ, धन आगमनका प्रशस्त बाटाहरू खुल्छन् या कुनै नयाँ व्यापार या व्यवसाय अगाडि बढ्न सक्छ जसद्वारा तपाईको लाभ बढेर जान्छ। भाग्य वृद्धिको संकेत हो दही देख्नु। यदि यहाँहरूले पनि स्वप्नमा दही देख्नु भएको छ भने यहाँहरूले एउटा महत्त्वपूर्ण काम गर्नुपर्छ। स्वप्नमाको दिन यहाँहरूले शिवजीको मन्दिरमा गएर दही भगवान शिवजीलाई अर्पण गर्नुभयो भने नि यथाशीघ्र त्यो फल सफलीभूत भएर तपाईलाई शुभत्व परिणाम प्रदान गर्दछ। जय श्री राधे।